नमस्कार, सिटिजन ब्याङ्कको तर्फबाट नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र यसैको प्रारम्भ अनुसार हामीले सिटिजन इनसाइट नाम गरी सिटिजन पोडकास्ट लन्च गर्न लागेका छौं र हामीले यो फर्स्ट एपिसोडमा चाहिँ हाम्रो आदरणीय सिओ सर गणेशदास पोखरेललाई निमन्त्रणा गर्न चाहन्छौं। सर, वेलकम सो मच हाम्रो यो सिटिजन इनसाइट पोडकास्टमा। हजुरलाई म फेरि स्वागत गर्न चाहे। यो नव वर्षको 2082 सालको जुन प्रारम्भ छ त्यही अनुसारले हामीले सिटिजन इनसाइट पनि स्टार्ट गरेका छौं। सो हजुरको यो सिटिजन ब्याङ्कको लामो यात्रा चाहिँ कस्तो भयो सर? एक्चुअली हस्, थ्याङ्क यू स्मारिका र कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्ट। यो डिपार्टमेन्टको धेरै मेहनत छ। यो नयाँ नयाँ चिजहरू हामीले धेरै प्रयोगहरू गरेका छौं। त्यसमा यो पोडकास्ट पनि एक हिसाबले हाम्रो ब्याङ्कको भित्री कुराहरू, हामी कसरी आयौं कसरी गयौं भन्ने कुराहरू पनि बाहिर सबैले थाहा पाओस् भनेर यहाँहरूले जुन डिपार्टमेन्टको तहबाट एउटा सोच बनाएर चाहिँ अगाडि बढेकोमा म पहिला सर्वप्रथम त मेरो यो डिपार्टमेन्टका साथीहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु। एउटा र नयाँ वर्षको यो पुनीत अवसरमा 2082 हाम्रो अगाडि छ। यो महान चाडको उपलक्ष्यमा म सबैलाई शुभकामना दिन चाहन्छु। सुस्वास्थ्यको, शान्तिको, समृद्धिको र चाहिँ मेन्टल पिसको म सबैलाई शुभकामना पनि दिन चाहन्छु। र मेरो जर्नी सिटिजन्स ब्याङ्कमा को जहाँसम्म चाहिँ प्रश्न छ, यो सिटिजन्स ब्याङ्क हामी यो वैशाखको 7 गते पुरै 18 वर्ष पुगेर 19 वर्षमा हामी लाग्दैछौँ र यसको जन्म को लागि सिटिजन्स ब्याङ्कको नामबाट लाइसेन्स पाएर 2007 अप्रिल 20 बाट हामीले कारोबार सुरु गरेको हो। त्योभन्दा अगाडि हाम्रो ब्याङ्क सुरुमा चाहिँ इन्टरनेशनल चार्टर ब्याङ्कको रूपमा चाहिँ यसको सुरुको पहिलो बोर्ड मिटिङ इन्टरनेशनल चार्टर ब्याङ्कको रूपमा भएको थियो र त्यो पहिलो बोर्डले मलाई नियुक्ति गरे हो है। अनि चाहिँ त्यसरी चाहिँ मेरो नियुक्ति भयो हो र यो ब्याङ्क चाहिँ आइसकेपछि म सुरुदेखि नै आरम्भदेखि नै यो ब्याङ्कमा छु र मेरो स्टाफ आइडी नम्बर पनि 1 हो। आइडी नम्बर पनि 1 हो र त्यसरी चाहिँ हामी सुरुदेखि नै गर्यौं र सिटिजन्स ब्याङ्क इन्टरनेशनल लिमिटेड चाहिँ आदरणीय प्रदीपजन पाण्डे सरले यो नामाकरण गर्छ। पहिला यो इन्टरनेशनल चार्टर ब्याङ्क थियो, पछि यो नाममा अलिकति असजिलो भइसकेपछि नाम परिवर्तन गर्ने कुरा भएपछि सयौं नामहरूमा ब्रेन स्ट्रोमिङ गरेर सिटिजन्स ब्याङ्क इन्टरनेशनल लिमिटेड चाहिँ रहेको हो। भने सुरु स्थापनामा चाहिँ अर्कै नाम थियो, अहिले पछि चाहिँ अर्कै नाम भयो हैन। तर लाइसेन्स पाउँदाखेरि हामीले सिटिजन्स ब्याङ्क नै पायौं। सुरुमा चाहिँ यो ब्याङ्कको नाम चाहिँ इन्टरनेशनल चार्टर ब्याङ्क राख्ने प्रयास थियो। 3-4 महिना 5 महिनासम्म इन्टरनेशनल चार्टर ब्याङ्ककै नाममा यसको चाहिँ बोर्ड मिटिङहरू भएको देखिन्छ र मेरो फर्स्ट चाहिँ बोर्डले इन्टरनेशनल चार्टर ब्याङ्कको फर्स्ट बोर्डले मेरो नियुक्ति गरेको हो। यसरी हामी सुरुदेखि नै ब्याङ्कको सुरुको इँटादेखि चाहिँ अहिलेसम्मको यात्रा 18 वर्ष पुरा भएर 19 वर्षमा हामी दौडिने वैशाख 7 गते। यस्तो ब्याङ्क धेरै उतार चढावका श्रृङ्खलाहरूबाट गुज्रेको ब्याङ्क र आजको रूपमा हामी छौं चाहिँ र 200 वटा चाहिँ शाखाहरू लिएर 61 वटा जिल्लामा हामी आबद्धता भएको स्थिति छ। यही जर्नी हो मेरो। सिटिजन्स ब्याङ्कको जति लामो इतिहास मेरो ब्याङ्किङ इतिहास पनि त्यति नै हो। त्यसरी छ। अनि एउटा इन्ट्रेस्टिङ क्वेसन के सर, हजुर जुन बेला यहाँ जोइन भइसक्यो थियो त्यो बेलाको ब्याङ्किङ शैली र अहिलेको ब्याङ्किङ शैली कस्तो धेरै नै परिवर्तन भएको छ कि के छ? यो पिपुल सेम सिस्टम चेन्ज भन्छु क्या म। पिपुल चाहिँ अझ म पुरानै छु तर प्रणालीमा धेरै परिवर्तन छ कि हामी चाहिँ यो ब्रिक ब्याङ्किङबाट क्लिक ब्याङ्किङमा शिफ्ट भएको छौँ के भन्नु सर? ब्रिक यो इँटाको घरबाट हामी चाहिँ डिजिटल ब्याङ्किङ भएको छौँ। म्यानुअल ब्याङ्किङबाट हामी चाहिँ डिजिटल ब्याङ्किङको प्रवेशको यात्रामा थियौँ कि हामी है। यो सिटिजन्स ब्याङ्कले यो सबै चिजको अवरोह आरोहहरूको महसुस गरेका छ। हाम्रो साथीहरूले त्यो महसुस, अझै पनि फाउन्डर स्टाफहरू हुनुहुन्छ कि यो ब्याङ्कमा, अझै पनि हुनुहुन्छ यहाँ, अझै पनि फाउन्डर स्टाफहरू चाहिँ 2063 सालको चैतदेखि तलब खाने स्टाफहरूको संख्या अझै पनि सिटिजन्स ब्याङ्कमा हुनुहुन्छ। उहाँहरू अपार माया गर्नुहुन्छ है। हामी चाहिँ
त्यो लेभलका साथीहरू धेरैजना हुनुहुन्छ यो ब्याङ्कमा र एक्जिक्युटिभ लेभलमा धेरैजना हुनुहुन्छ जस्तो मैले उदाहरण दिनु पर्दा मेरो डिप्युटी सिइओ राजेन्द्र नारायण श्रेष्ठ डे1 को स्टाफ हो मेरो चिफ क्रेडिट सुमन मुलेपति डे1 को स्टाफ हो है अब मेरो आईटी को प्रमुख सञ्जीव श्रेष्ठ डे1 को स्टाफ हो है रोशन मानन्दर मास ब्याङ्किङ अहिले मास ब्याङ्किङको चलन छ एकदम अहिले मास ब्याङ्किङमा गइरहेछ है मास ब्याङ्किङको हाकिम डे1 को हो इभन रोशन मल्ल पनि डे1 को स्टाफ हो बीचमा उहाँ पढ्न जानु भएको थियो लन्डनतिर पछि आएर फेरि जोइन गर्नुभयो सुरुको आरम्भको हो सबै स्टाफहरू एक्जिक्युटिभ कमिटीमा एटलिस्ट 10 वर्ष पुरानो भन्दा तल अनुभव भएको कोही पनि हुनुहुन्न सबै एकदम पुरानो साथीहरूको जमात छ जसले मैले अघि भने नि ब्याङ्कको उतार चढाव एकदम देख्नु भएको छ कि अत्यन्तै त्यो पन एउटा माया चाहिँ धेरै नै एट्याचमेन्ट छ साथीहरूमा म त्यो देख्छु त्यो हिसाबले काम पनि गर्नु भएको छ धेरै अवरोहहरू आरोहहरू देख्नु भएको स्थिति भएको हुनाले मैले के भने यो बीचमा अब भनौं न अब एउटा ब्रान्च खोलेको दिनदेखि यो सिटिजन्स ब्याङ्क जन्मेको 2064 साल वैशाखको 7 गते मलाई याद छ कमलादीमा हामीले गरेको राजन सर यसको चाहिँ प्रमुख कार्यकारी अधिकृत होइसिन्थ्यो है अब त्यो दिन चाहिँ हामीले यसको उद्घाटन गरेको डाक्टर शंकर शर्मा अध्यक्ष होइसिन्थ्यो त्यसरी बोर्ड थियो कि हाम्रो अनि हामीले गरेको म एनाउन्सर थिएँ त्यो दिन है त्यो कार्यक्रमको डाक्टर रामशरण महत चाहिँ प्रमुख अतिथि होइसिन्थ्यो उहाँ अर्थमन्त्री त्यो बेलाको है हामी 20औं ब्याङ्कको नेपालको 20औं कमर्सियल ब्याङ्कमा हामीभन्दा अगाडि ग्लोबल ब्याङ्क आयो र हामी 20औं ब्याङ्कको रूपमा आएर 2064 साल वैशाख 7 गते हामीले कमलादीमा चाहिँ हामीले चाहिँ यो ब्याङ्कको भव्य आनन्दसँग त्यतिखेर ब्याङ्कको बडा चाम पनि थियो आनन्द थियो चाहिँ थियो त्यसरी हामी करिब 44 जना जति स्टाफहरू म ती स्टाफहरूलाई पनि आज सम्झिन चाहन्छु आजको दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु मेरो माया साट्न चाहन्छु कोही साथी कहाँ हुनुहुन्छ कोही कहाँ हुनुहुन्छ विभिन्न कारणले को बाहिर हुनुहुन्छ यो सबै साथीहरूलाई आजको यो दिनमा स्मरण गर्न चाहन्छु र जल्दी यसमा आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चिनु भएको छ उहाँहरू सबप्रति मेरो श्रद्धा छ सुमन छ मेहनत चाहिँ सम्मान छ सबैभन्दा ठुलो कुरा उहाँहरूप्रति अत्यन्तै धेरै छ त्यही जगको बलले त्यही इटाले गर्दा असम ब्याङ्क आएको छ र हामी अहिले नेपालमा जम्मा 20वटा वाणिज्य ब्याङ्कहरू छ 20वटा वाणिज्य ब्याङ्क हुँदा सिटिजन्स ब्याङ्क पनि अस्तित्वमा छ र हामीले चाहिँ बजारले हेर्दाखेरि सिटिजन्स ब्याङ्कले राम्रै गरेको छ भन्ने सुन्न पाउँदा चाहिँ मलाई आनन्द लाग्छ त्यो ट्रान्सफर्मेसनको क्रममा के अब जस्तो कोभिड पछि भनौँ न यो महामारी पछि चाहिँ डिजिटलाइजेसनको जुन फड्को मारेको छ ब्याङ्कहरूले सो हाम्रो चाहिँ के छ होला सर डिजिटलतिर हाम्रो स्ट्राटेजीहरू हामी चाहिँ मलाई चाहिँ कस्तो लाग्दछ भने 20वटा ब्याङ्कमा हामीहरू धेरै राम्रो डिजिटल ब्याङ्किङको कारोबार गर्छौं जस्तो मलाई लाग्दछ हाम्रो मोबाइल ब्याङ्किङ अत्यन्तै मजबुत छ हाम्रो अनलाइन ब्याङ्किङहरू धेरै चाहिँ एकदम कस्टमर फ्रेन्डली छ हामी चाहिँ डिजिटल ब्याङ्किङलाई अत्यन्तै बढी प्रायोरिटीमा राखेका छौँ अहिले त यहाँ थाहा होला स्मारिकालाई हामीले चाहिँ यो भर्चुअल क्रेडिट कार्ड नेपालमा पहिलोचोटि हामी अलि बढी ग्रामीण ठाउँमा एट्याच भएको ब्याङ्क पनि हो हामी हुम्ला जुम्ला यो खास गरी कर्णाली प्रदेशमा हाम्रो बढी छ हामीले हुम्लाको सिमीकोटमा चाहिँ हामीले खोलेका छौँ सिमीकोट चाहिँ नेपालको सबभन्दा माथिल्लो चाहिँ हाइटमा भएको सदरमुकाम पनि हो चाहिँ 77 जिल्लामा र हामीले पहिलो ब्रान्च खोलेको कर्णाली प्रदेशमा पहिलो ब्रान्च हाम्रो सिमीकोटमा खोल्यो सुर्खेतमा त हामीले पछि खोल्या है आदरणीय प्रदीपजङ पाण्डेले खोल्या हो त्यहाँ उहाँ चाहिँ अध्यक्ष हुँदाखेरि हामीले खोलेको त्यहाँ तर त्योभन्दा अगाडि हामीले चाहिँ कहाँ खोल्या हो सिमीकोटमा खोल्या हो त त्यसले गर्दा यी सब ठाउँहरूमा अहिले हाम्रो भर्चुअल क्रेडिट कार्डले चाहिँ को प्रयोगहरू भइरहेछ अहिलेसम्म आजको दिनसम्म भर्चुअल क्रेडिट कार्ड नेपालमा चाहिँ हामी मात्रै ले गरिरहेछौँ अहिले मोबाइलबाट हामीले चाहिँ सेयर एप्लाईहरू गर्न सक्ने हैन चाहिँ डिम्याटहरूको पार्टहरू सबै कुराहरूमा धेरै कुराहरूमा हामीले फड्को मारिसकेको छौँ यहाँले हाम्रो मोबाइल ब्याङ्किङहरू जसले जुन कस्टमरले चलाउनु भइरहेको छ उहाँहरूलाई त्यो एक्सपिरियन्स डेफिनेटली भएको छ हाम्रो मोबाइल ब्याङ्किङलाई चाहिँ बजारमा मैले चाहिँ राम्रो फिडब्याक पाएको स्थितिहरू चाहिँ आजको दिनमा छ र त्यति मात्रै होइन हामीले डिजिटल फन्डमा खास गरी यो इन्भाइरोमेन्टलाई बढी ध्यान दिएर यो चाहिँ हामी
इन्भाइरोमेन्ट फ्रेन्डली हुनुपर्छ। यो क्लाइमेट चेन्जको धेरै इम्प्याक्टहरू छ भनेपछि हामी सोसाइटीको एउटा अङ्ग हो। हामीले गर्ने डिसिजन्सहरूले भावी पुस्ताहरूलाई पनि धेरै प्रभाव पार्ने हुनाले हामीले गर्ने लगानीदेखि लिएर धेरै ठाउँमा अलि बढी इको फ्रेन्डली, अलि इन्भाइरोमेन्ट फ्रेन्डली, क्लाइमेटलाई सपोर्ट गर्ने पार्टको चाहिँ यो खास गरी ऊर्जाहरूदेखि लिएर यो चाहिँ एग्रिकल्चर बेस्ड चाहिँ लोनहरूदेखि लिएर यस्तो एरियामा अलि बढी हामी फोकस गरिरहेछौँ र फाइनेन्सियल एक्सेसको लागि हामीले बढी काम पनि गरिरहेछौँ। अहिले त हामीसँग अद्भुत रूपमा चाहिँ हामीले माया पाइरहेछौँ बजारको र हामीसँग करिब 18 लाखभन्दा 18.5 लाखको साइज पनि भइसकेको छ। ठुलो नम्बरमा चाहिँ मान्छेहरूको ट्रस्ट चाहिँ यो ब्याङ्कमा बढेको, दिन प्रतिदिन बढ्दै गएको र हाम्रो डेडिकेटेड स्टाफहरूले समर्पित स्टाफहरूले, इमान्दार स्टाफहरूले अत्यन्तै बढी टाइम दिएर यो ब्याङ्कलाई चाहिँ बजारमा चाहिँ गरेको स्थिति छ। यहाँले सोध्नुभयो कोरोना काल चाहिँ धेरै अर्थमा दुःखद रह्यो चाहिँ हेल्थको हिसाबले, अरू हिसाबले, तर डिजिटल ब्याङ्किङको छलाङको लागि सबै एरियामा हामीले जुमहरूमा मिटिङ गर्न थाल्यौँ। मिटिङहरू रुकेन, हाम्रो एकदम बढाएको छ कि प्रोडक्टिभिटी डिजिटल्ली धेरै बढाएको छ। नयाँ जेनेरेसन्सहरू अत्यन्तै यो चाहिँ आइटी फ्रेन्डली छ कि, आइटी सेवी छ कि, उनीहरू डिजिटल ब्याङ्किङ सेवी छ। उनीहरू धेरै दौड धुपभन्दा पनि सहज, सजिलो र फास्ट सर्भिस खोज्छ कि। त्यो सेवा चाहिँ अहिले सिटिजन्स ब्याङ्कले त्यो पार्टमा चाहिँ एड्रेस गरिरहेछ र बजारमा हामीहरू एकदमै कम्पिटेटिभ वेमा धेरै राम्रो हाम्रो डिजिटल ब्याङ्किङका फ्रेमवर्कहरूलाई लिएर हामी अगाडि बढाएका छौँ र खास गरी पेपरलेस ब्याङ्किङहरू विथआउट पेपर हाम्रो सम्पूर्ण ब्रान्चेसहरूबाट वर्क होस् र त्यसले पनि खास गरी चाहिँ पेपरको चाहिँ बढी जेनेरेट नगरौँ, त्यसले पनि इन्भाइरोमेन्टलाई असर गरेर हुन्छ। त्यो पार्टहरूमा पनि हामी सजग भएर हाम्रा धेरै कामहरू अहिले हामीले चाहिँ सबै त्यो फ्लोमा यो खास गरी हामी बीपीएम भन्छौँ, बिजनेस प्रोसेस म्यानेजमेन्टको पार्टहरूमा चाहिँ गरिरहेछौँ र खास गरी एआईहरू पनि हो, आर्टिफिसियल इन्टेलिजेन्सहरू पनि ब्याङ्किङका केही कामहरूमा हामीले लागू गरिसकेका छौँ। त्यो प्रयोगहरू हामीले एआईहरू युज गर्ने होइन, त्यस्तो कुराहरूमा धेरै नै हामीले अगाडि बढेको स्थितिहरू छ। र ब्याङ्किङ अबको ब्याङ्किङ चाहिँ मैले अघि पनि भने चाहिँ ब्रिकदेखि क्लिक डिजिटलाइजेसन, न्यू ब्याङ्किङको कन्सेप्टहरू धेरै ब्याङ्कहरू धेरै देशहरूमा अरू ठुलो अलि मजबुत इकोनोमीहरूमा गइसकेको छ। कालान्तरमा यो पनि हाम्रो देशमा आइरहेछ। अहिले हामी मोबाइल ब्याङ्किङबाट हामी कहाँ पनि हामीले हेऱ्यौँ भने हाम्रो ट्रान्जेक्सन्स हेर्यौँ भने हाम्रो दिनभरि भएको ट्रान्जेक्सन्सलाई हामीले एनालाइसिस गरेर 87% ट्रान्जेक्सन्सहरू डिजिटली हुन भइसकेको छ हाम्रै ब्याङ्कको। भनेपछि हामी डिजिटली धेरै फड्को पारेका छौँ र यहाँले भनेको कुरालाई मैले पुरै सपोर्ट गरेँ। कोरोना पछि चाहिँ वास्तवमा एउटा रिभोल्युसन नै, एउटा क्रान्ति, यो चाहिँ भनौँ न, यो डिजिटल क्रान्ति भनौँ यसलाई, डिजिटल क्रान्ति चाहिँ नेपालमा भएको छ र सबै ब्याङ्कहरूले गरिरहनु भएको छ। एउटा चाहेर पनि नचाहेर पनि कहिलेकाहीँ कस्तो हुन्छ, बाढी जाँदाखेरि मान्छे बग्छ नि, लाइक दाइट पनि हुँदो रहेछ। कहिलेकाहीँ अलिकति त्यसमा बढी हामीले स्विमिङ गऱ्यौँ भने अझै फास्ट अगाडि बढ्ने हुँदो रहेछ कि। हामी चाहिँ बाढीमा सँगसँगै अलिकति स्विमिङ पनि, त्यो स्किलफुल किसिमले स्विमिङ पनि गर्दाखेरि हामी अलिकति राम्रो रूपमा अगाडि बढेको हो कि भन्ने कुरा पनि हामीले चाहिँ यसो बजार बुझ्दा चाहिँ त्यो प्राप्त गरिरहेको छ। धेरै राम्रो छ। यो हाम्रो इनोभेसन र अब न्यू जेनेरेसनसँग लिङ्क गरेर पनि हल्ले कुराहरू भन्छ। अनि अर्को कुरा चाहिँ के भने सर, हजुरको जुन यो अब जस्तो नयाँ इम्प्लोइ पुरानो इम्प्लोइसँग जुन छ नि भावना एक किसिमको होइन, जसलाई पनि राम्रोसँग ट्रिट गर्ने होइन, त्यो अनुसारले चाहिँ हजुरले त्यो कुरालाई चाहिँ लिडरसिपमा चाहिँ कसरी हजुरले त्यो कुरालाई ढाल्सिन्छ सर? अहिले यस्तो हो, अब यो कस्तो हुन्छ, मान्छेको बानी बेहोरा, हुर्काइ, ब्रट अफ, कल्चर, एजुकेसन, धेरै कुराले यस्ता कुराहरूलाई असर गर्छ। अर्गनाइजेसनले पनि मान्छेको एटिच्युड चेन्ज गर्नलाई, स्किल इम्पार्ट गर्नलाई, नलेज इम्पार्ट गर्न धेरै प्रभावहरू पारिरहेको हुन्छ। तर अब हामी जन्मिएपछि चाहिँ हामी हुर्किन्छौँ, हामी एउटा वातावरणमा हुर्किन्छौँ, हामी एउटा स्कुलिङ हुन्छ, हाम्रो डिफ्रेन्ट फ्रेन्ड्सहरूसँग हामी सर्कलहरूमा हुन्छौँ, हाम्रो घरको इन्भाइरोमेन्टहरू कस्तो छ, त्यो सबैको रिफ्लेक्सन्सहरू चाहिँ आएर हामीले अर्गनाइजेसनमा आएर दिने हो। र ओभरअल अर्गनाइजेसनको अब्जेक्टिभ अचिभ गर्नलाई चाहिँ हामी सबैजना जेन्डरको हिसाबले कुरा गर्नुहोस्, रेसको हिसाबले कुरा गर्नुहोस्, चाहिँ जियोग्राफीको हिसाबले कुरा गर्नुहोस्, डिफ्रेन्ट छ नि, विविधता छ नि, त्यो विविधताको बीचमा पनि समानता चाहिँ अर्गनाइजेसनको गोल छ कि हामी सबैजना मिलेर संस्थाको अब्जेक्टिभ जब अचिभ गर्न लाग्छौँ भने हामीमा हम्बलनेस त हुनुपर्छ, हामी चाहिँ सहज हुनुपर्छ र हामीले के बिर्सिनु हुँदैन जस्तो लाग्छ भने हाम्रो स्टाफ भनेको हाम्रो प्राण हो, हाम्रो एसेट।
है यो त परिवार हो नि हामी 8-10 घण्टा यहाँ बस्छौं बिताउँछौं ती भाइ बहिनीहरुसँग त्यो साथीहरुसँग हामीले एकदम सहज हुनुपर्छ भन्ने फिलोसफीबाट चाहिँ म सधैँ गाइडेड छु म यहाँ मात्रै होइन यो भन्दा अगाडि काम गर्ने संस्थामा पनि म सबैजनासँग सम्पर्क गरेर बस्थे मिलनसार भन्दा मलाई त्यो कुनै कल मलाई मजा लाग्छ के यो कुनै मलाई अर्गनाइजेसनले गर भने पनि होइन पर्सनली मलाई पनि अब जस्तो डिफरेन्ट सिनारियो हेर्दाखेरि चाहिँ हजुरको जुन त्यो छ नि अफेक्सननेस त्यो मान्छेहरुलाई एकदम मन पर्दो रहेछ म एकदम उहाँहरुसँग क्लोज भएर काम गर्छु म चाहिँ के भन्छु भने मलाई कस्तो लाग्दछ भने संस्था भनेको पिपुल हो के हजुर यदि गुड पिपुल हामीसँग छ र गुड भिजन चाहिँ अर्गनाइजेसनसँग भने रिजल्ट त आउँछ एक्सटर्नल चाहिँ वातावरणले केही समय दुःख देला केही समय त्यसले हामीलाई प्रभावित बनाउला तर हामीसँग गुड पिपुल छ कमिटेड पिपुल छ डेडिकेटेड पिपुल छ अनेस्ट पिपुल छ नलेजेबल पिपुल छ स्किलफुल पिपुल छ बिहेभियर राम्रो छ भने रिजल्ट त आउँछ संस्थामा त्यसैले अतालिनु हुन्न यो संस्था भनेको पर्पेचुअल बेसिसमा 100 वर्ष चल्ने संस्था हो बैंकिङ इन्डस्ट्री भनेको 1-2 वर्षको पर्फर्मेन्स हेरेर संस्था बन्यो या बिग्रियो भन्ने हुँदैन यो यसमा कालान्तर यसमा एकदमै कल्चरल चाहिँ यसले सेप लिँदै जान्छ हो यसमा हामीले इन्भेस्टमेन्ट गर्ने हो हामीले रेगुलेसन्समा एकदमै अडिग भएर काम गर्ने हो हामीले कम्प्लायन्समा एकदमै काम गरेर हामी हिँड्नु पर्ने हो पर्छ र हाम्रो डिजिटलाइजेसनको पार्टमा यहाँले सोध्नुभयो अघि डिजिटलाइजेसनको पार्ट हाम्रो डिजिटलाइजेसनको पार्टले 2-3 वटा कुरालाई ध्यान दिएर डिजिटलाइजेसनमा काम गर्नु पर्यो पहिलो कुरा चाहिँ इनोभेसनलाई फोस्टरिङ गर्नु पर्यो नयाँ इनोभेसन्सहरु कसरी लिएर आउने भन्ने कुरामा ध्यान दिनु पर्यो हाम्रो डिजिटलाइजेसनको पार्टमा एउटा अपरेसन इफिसिएन्सी त्यसले बढाउनु पर्यो डिजिटलाइजेसन केको लागि गर्ने भन्नाले अपरेसन इफिसिएन्सी बढाउनको लागि गर्नु पर्यो होइन र इनोभेसनलाई सपोर्ट गर्नलाई ल्याउनु पर्यो र सबभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ स्मारिका भने कस्टमरको सहजता त्यो चाहिँ डिजिटलाइजेसनले गर्यो कि गरेन भन्ने कुरा इज इम्पोर्टेन्ट 3टा पोइन्ट मैले भने एउटा इनोभेसन एउटा अपरेसनल इफिसिएन्सी एउटा कस्टमरको एक्सपीरियन्स त्यो चाहिँ नलेज उहाँहरुको चाहिँ ह्याप्पीनेस सहज बनाएको भएन उहाँको टाइम बचाएको बचाएन उहाँलाई सुरक्षित बनाएको बनाएन उहाँलाई सहज टाइपले बिजनेस गर्न सिकायो कि सिकाएन उहाँलाई संस्थाप्रति विश्वास बढाउन लगाएको लगाएन उहाँहरु संस्थाप्रति ह्याप्पीनेस उहाँको बढ्यो कि बढेन भन्ने कुरा चाहिँ डिजिटलाइजेसनसँग यो 3टा पोइन्ट चाहिँ बहुत महत्त्वपूर्ण हुन्छ एकदमै महत्त्वपूर्ण हुन्छ तर कहिलेकाहीँ कस्तो हुन्छ हामी कहाँ धेरै किसिमको इश्यूजहरु भयो नि जस्तो हामी भन्छौं नि हामी सबै धेरै साथीहरुको मुखदेखि सुन्छु सबैले भन्नुहुन्छ नि जस्तो कोभिडले असर गर्यो भन्नुहुन्छ कहिले बाढी आयो उ भयो भूकम्प आयो त्यसको असर उसको असर यता असर उता असर यी सब कुराहरु अनि अहिले युद्धहरु चलिरहेछ फ्याक्टरहरु राम्रो छैन हैन अहिले लिक्विडिटी एकदमै बढी छ अब के गर्ने कसो यो निराशावादी कुरा भन्दा पनि हामीले चाहिँ हामीसँग भएका कुराहरु जे छ त्यसलाई प्रोपर वेबाट हामीले म्यानेज गर्यौं र हाम्रो पिपुललाई हामीले मोटिभेट बनाएर काम गर्यौं भने चाहिँ यो रिजल्ट चाहिँ आउँछ यो लामो यात्रा हो के यो लामो यो सानो यात्रा होइन यो लामो यात्रा हो यो 100 वर्ष चल्ने यात्रा हो त त्यसले गर्दा हाम्रो सोच पनि एकदमै लामो गर्नु पर्यो यसमा चाहिँ धेरै मान्छेहरुको लगानी पनि छ चाहिँ उहाँहरुले पनि विश्वास ट्रस्ट छ संस्थाप्रति र त्यो ट्रस्टलाई चाहिँ उहाँ सबैलाई स्टाफहरु हाम्रो स्टेक होल्डरहरु लगानीकर्ताहरु चाहिँ ह्याप्पी हुने किसिमको रिजल्टहरु आउँछ त्यो वातावरणमा संस्थाहरु अगाडि बढिरहेको छ भन्ने नै म विश्वास पनि दिलाउन चाहन्छु इफ हजुर यहाँ सीईओ यो बैंकको सीईओ नभइसके भए हजुरको अल्टरनेटिभ भनौं न प्यासन या फिर हबी और हजुरको गोल के हुन्थ्यो होला अब मैले चाहिँ धेरै हजुरलाई पर्सनली रूपमा चिने अनुसार चाहिँ हजुरको पहिलो राइटिङ पनि गर्छन्थ्यो पेन्टिङ पनि गर्छन्थ्यो सो इन केस बैंकको सीईओ नभइसके भए चाहिँ के हुन्थ्यो होला हजुरको म अलिकति लामो गरेर बोलौं थोरै लामो मैले के भने म चाहिँ मेरो जीवनमा मैले चाहिँ 2-4 पैसा कमाएको पेन्टिङ गरेर है पेन्टिङ गरेर मैले पेन्टिङ गर्थे त्यतिखेर सेल हुन्थ्यो धेरै अगाडि कुरा यो 45-46 सालतिरको अनि चाहिँ गरेपछि पत्रकारिता पनि गरे पत्रकारिताले पनि मलाई चाहिँ 3 वर्ष जति काठमाडौँमा बस्नलाई पढ्ने बेलामा सहयोग गरेको स्थिति हो त्यसपछि थुप्रो अरु चीजहरु गर्दै अनि म राइटर पनि भए मेरो किताब पनि छ अनि 55 सालमा किताब चाहिँ पब्लिश भयो अनि त्यसरी गरे हो त्यो तर मैले चटक्क छोडेको छु है पेन्टिङ गरे केही समयसम्म अनि ठक्क छोडेर लेख्नेतिर लागे त्यो पनि टक्क छोडेर है जबमा लागे त्यहाँ छोडे
अनि थुप्रो पेसाहरू गर्दै अनि पढाइलाई पनि सँगसँगै अगाडि बढाउँदै मैले डबल मास्टर्स पनि गरेँ, मार्केटिङमा गरेँ अनि फाइनान्समा गरेँ, दुईटा युनिभर्सिटीबाट। अनि बीकम पनि हो मेरो, बीएल पनि हो भने ट्रेनिङहरू प्रशस्त मैले विदेशतिर लिएको छु। र चाहिँ अनि ब्याङ्कमै पनि 18-19 वर्ष त भइ नै सक्यो मेरो है। पहिलाको संस्थामा पनि 14 वर्ष काम गरेँ भनेपछि लामै एक्सपिरियन्स भयो भन्छु होइन र। अनि यही क्रममा अब ब्याङ्क नआइदिएको भए म के हुन्थेँ भन्ने पार्टमा मेरो चाहिँ एकजना हाम्रो ब्याङ्कको भिजन मिसन बनाउने प्रोफेसर डाक्टर भावुकले बनाइसकेको हो, सिटिजन्स ब्याङ्कको भिजन मिसन। उहाँले मेरो अन्तर्गत पिएचडी गर भनेर भनेको मलाई याद छ र मैले जहिले पनि चाहिँ उहाँका कतिपय कोडहरू हाम्रो ओरिएन्टेसन प्रोग्रामहरूमा पनि सेयर गरिरहेको हुन्छु। उहाँले पनि भने खास गरी एडल्ट लर्निङको पार्टमा उहाँको एउटा टुल्स मलाई बडा मनपर्छ, म सेयर पनि गरिरहेको हुन्छु। र मैले पिएचडीको मेरो स्टार्टको क्रममा थिएँ म चाहिँ, र लिटरेचर रिभ्यू को गर्ने क्रममा थिएँ अमेरिकाबाट, युएसबाट चाहिँ युएस यो पिएचडी गर्ने गरी चाहिँ मेरो तयारी पनि भइरहेको थियो। मैले डबल एमबिए गरेको थिएँ चाहिँ त्यो थियो। तर त्यही बिचमा यो ब्याङ्क आउने भएपछि मलाई माया गर्ने अग्रजहरूले ब्याङ्कमा चाहिँ काम गर्दा राम्रो हुन्छ भन्ने किसिमको उहाँहरूले भनेर म चाहिँ त्यतिखेर यहाँ ब्याङ्कमा आउनुभन्दा अगाडि म क्याम्पस प्रमुख पनि थिएँ मास्टर डिग्रीको एमबिए प्रोग्राम, एक्जिक्युटिभ एमबिए प्रोग्रामको, र एक्जिक्युटिभ डिरेक्टर पनि थिएँ। दुईटा पोजिसनमा थिएँ म। त्यो छोडेर यहाँ आएको हो। अब यो ब्याङ्क नआइदिएको भए डेफिनेटली म अर्को ब्याङ्कमा त जान्थिनँ, किनभने यो ब्याङ्कमा त म प्रारम्भिकदेखि नै भएको हुनाले चाहिँ म एउटा परिस्थितिले आएँ। म चाहिँ मलाई के लाग्दछ भने म समाजको कुनै क्षेत्रमा मैले कन्ट्रिब्युट गर्थेँ भने मेरो जुन नेचर छ, बोल्ने नेचर छ या लेख्ने नेचर छ, म कुनै चाहिँ काममा समाजको कुनै कामहरूमा कतै न कतै त डेफिनेटली इङ्गेज हुन्थेँ होला जस्तो मलाई लाग्दछ। तर म नभएको भए चाहिँ अहिले ठ्याक्कै हेर्दाखेरि चाहिँ अब टिचिङ त डेफिनेटली म टिचिङ त म गरि नै रहेको थिएँ। म 2-4वटा कलेजमा पढाउँथेँ पनि, म स्ट्राटेजिक प्लानिङ, मार्केटिङहरू होइन सब्जेक्टहरू पढाउँथेँ, एचआर पनि पढाउँथेँ, 3-4वटा सब्जेक्टहरू पनि पढाउँथेँ। त्यो त गरि नै राखेको थिएँ होइन र, त्यो सब्जेक्टहरू त पढाइ नै राखेको थिएँ भने ब्याङ्कमा नआएको भए सम्भवतः मेरो पिएचडी सकिन्थ्यो होला। युएसबाट मेरो पिएचडी सकिन्थ्यो। प्लस चाहिँ म कतै त्यही यस्तै रिसर्चहरू, कन्सल्टेन्सीहरू, वर्कहरू, सोसाइटीमा भिज्ने किसिमको कामहरूमा मलाई मन पनि पर्छ। त्यो काम चाहिँ रमाउँथेँ होला जस्तो लाग्छ मलाई। सोसाइटीलाई कन्ट्रिब्युट गर्ने कुनै पार्टबाट म हुन्थ्यो होला जस्तो लाग्छ होइन। त्यसले गर्दा म समाजमै रहन्थेँ, समाजकै कुनै काममा इन्जोय गर्थेँ जस्तो नै लाग्छ मलाई। हजुरको अहिलेसम्मको अब्स्ट्याकल, अब सक्सेसको मूल मन्त्र भन्छिन्छ कि हुँदा अब जस्तो भनौँ न स्थापना कालदेखि यहाँ जोइन गर्छ हजुरले, अनि त्यस पछाडि यो कन्ट्रिब्युसन, यो सक्सेस, यो अब्स्ट्याकल कस्तो आइपर्यो? अब हजुरको चाहिँ एज अ सक्सेसको मूल मन्त्र चाहिँ के भन्छिन्छ? होइन अब सक्सेसै अब भनौँ न यो पोजिसनलाई सक्सेसको रूपमा लिने हो भने यो पोजिसन चाहिँ अब भनौँ न विभिन्न परिस्थितिले गर्दा मेरो हातमा आएको हो है। अब म ब्याङ्कको सिओ भएको पनि 6 वर्ष कम्प्लिट भइसक्यो, म 7औं वर्षमा मेरो अहिले चलिरहेछ है। म मेहनत गर्छु जस्तो लाग्छ होइन। म अलिक बढी नै टाइम हुन त अरू सरहरूले, अरू म्याडमहरूले पनि गर्नुहुन्छ टाइम, मैले मात्रै दिन्छु भने होइन। म आजको दिनमा पनि ब्याङ्कको लागि करिब 15-16 घण्टा चाहिँ मैले स्पेन्ड गर्छु आजको दिनमा पनि, एभ्री डे इन्क्लुडिङ दसैँको दिन चाहिँ म रिपोर्ट पठाउँछु बोर्डलाई। मलाई मजा लाग्छ त्यो, मलाई फेरि त्यो गर्नुपर्छ भनेर कसैले भने हुँदैन। ब्याङ्क कस्तो चलिरहेछ भन्ने कुरा मेरो सञ्चालक समितिलाई थाहा हुनुपर्छ जस्तो लाग्छ क्या मलाई है। हामी राइट ह्यान्डमा छौँ कि छैनौँ, हाम्रो बाटो ठिक छ कि छैन भने एभ्री मर्निङमा म उहाँलाई रिपोर्ट पठाउँछु। त्यो सिस्टम जेनेरेटेड रिपोर्ट होइन, डिपार्टमेन्टहरूले मलाई साँझ पठाउनुहुन्छ 9 बजे, कसैले 10 बजे पठाउनुहुन्छ, कसैले 11 बजे रातिसम्म पठाउनुहुन्छ। त्यो सबै कम्पाइल गर्छु, हेर्छु, अनि एउटा चाहिँ सिस्टम जेनेरेटेड रिपोर्ट बिहान आउँछ मलाई चाहिँ, त्यो सबै कम्पाइल गरेर अनि एउटा रिपोर्ट म आफैले बनाउँछु एभ्री डे। त्यो 6 वर्षदेखि नै गरिरहेको छु मैले, म आफ्नो चाहिँ सिओ हुँदादेखि नै मैले गरिरहेको छु। त्यो चाहिँ मैले बोर्डलाई अनिवार्य रूपमा पठाउँछु, उहाँलाई पनि थाहा हुनु पर्यो चाहिँ के भयो हाम्रो ट्रान्जेक्सन्सहरू एभ्री डे, हाम्रो ब्याङ्क ठिक छ कि छैन भन्ने कुरा चाहिँ। त्यो चाहिँ मेरो कर्तव्य जस्तो लाग्छ मलाई। त्यसले मेरो अलिकति टाइम लाग्छ, मेरो बिहानको समय पनि त्यहाँ अलिकति जान्छ र रातिको समय पनि त्यहाँ जान्छ। दिनभरि त अफिसको काममा हामी लागिहाल्छौँ। त्यसले गर्दा म अलिकति चाहिँ
संस्थामा काम गरिसकेपछि संस्था राम्रो हुनुपर्छ भन्ने हिसाबले अलमोस्ट चाहिँ म त्यसमा मेरो त्यो एउटा समर्पण चाहिँ छ र म स्टाफहरुसँग अलिक बढी क्लोज पनि हुन्छु मलाई त्यसमा पनि मेरो समय चाहिँ मैले दिनुपर्ने हुन्छ र म अलिक बढी भिजिट पनि गर्छु अलिक ब्रान्चहरु भिजिट पनि अलिक बढी नै हुन्छ र म प्रोभिन्सहरु भिजिट गर्छु अस्ति भर्खर 2 दिन अगाडि म कोशी प्रोभिन्समा थिएँ अब यही हप्ता म चाहिँ लुम्बिनी प्रदेशमा हुन्छु चाहिँ त्यो चाहिँ मेरो म भिजिट पनि गर्छु र मलाई ब्रान्च भिजिट गर्न र म स्टाफहरुसँग एकदम क्लोज हुनलाई एकदम हुन्छ र चाहिँ भित्र सिस्टम बाहिर इमेजमा म विश्वास राख्छु हामीले अर्गनाइजेसन भित्र सिस्टमलाई बलियो बनायौं जति बलियो बनायौं चाहिँ संस्था त्यति दह्रो हुन्छ बलियो हुन्छ राम्रो हुन्छ र इमेज पनि बाहिर त्यति नै राम्रो हुन्छ त्यसैले मेरो एउटा पञ्च लाइन छ भित्र सिस्टम बाहिर इमेज जाउँ बजार बढाउँ व्यापार है यो यस्ता पञ्च लाइनहरु छ बजार नगइकन चाहिँ कस्टमरको इस्युलाई पर्सनल टचमा कस्टमरसँग नबसिकन संस्था कुनै पनि संस्था सर्भिस जसले डेलिभरी गर्छ त्यसले धेरै राम्रो चाहिँ रिजल्ट ल्याउन सक्छ जस्तो मलाई लाग्दैन है त्यसैले जाउँ बजार भनेको जाउँ कस्टमर कहाँ भनेको के बढाउँ व्यापार जाउँ बजार बढाउँ व्यापार भित्र सिस्टम बाहिर इमेज है सिस्टम दह्रो हुनै पर्छ कम्प्लायन्समा कम्प्रोमाइज गर्नै हुँदैन अहिले हेर्नुस् कस्ट एकदम बढिरहेछ आम्दानी बढिरहेछ नि बैंकको हेर्नु आरओई घटेर धेरै तल भइसक्यो सिंगल डिजिटको पनि तल तल झर्न थालिसक्यो आम्दानी छैन बैंकहरुको हैन क्यापिटल धेरै ठूलो क्यापिटलमा बैंकहरु सञ्चालित छन् देख्दाखेरि अरबको नाफा हुन्छ तर 100 रुपैयाँमा कति कमायो भन्दाखेरि 6 रुपैयाँ 7 रुपैयाँ पनि कमाएको हुँदैन है स्थिति के त्यस्तो छ तर देखिँदाखेरि अरबमा देखिन्छ अनि मान्छेले हेर्दाखेरि अरब कमाउने भन्ने आउँछ भाषा त्यस्तो होइन हाम्रो चाहिँ आरओईहरु एकदमै कम छ आरओईहरु एकदमै कम भएर गएको छ बैंकहरुलाई पनि गाह्रो छ त्यसैले संयमता एकदम जरुरी छ सबै साथीहरुमा सबैलाई म त्यो आह्वान पनि गर्छु र मेरो हाम्रो बैंकको वार्षिक उत्सव वैशाख 7 गते को वैशाखको 7 गते हुने उपलक्ष्यमा चाहिँ यहाँले यो सुरु गर्नु भएको छ यो अवसरमा म डिपार्टमेन्टलाई अझै राम्रो यस्तै किसिमको कार्यक्रमहरु चलाउनुहोस् र बैंकको इमेज अझै राम्रो भित्र सिस्टममा यो पनि पर्छ र अझै यहाँहरु र यो हाम्रो कल सेन्टर यो कर्पोरेट कम्युनिकेसन र कल सेन्टर त मुटु हो जस्तो लाग्छ मलाई यसले इमेज बिल्डिङको लागि देख्दाखेरि थोरै स्टाफ धेरै कम मान्छेहरुबाट चलाए पनि सबै यो खास गरी इमेज बिल्डिङ ब्रान्डिङको पार्टमा चाहिँ धेरै सपोर्ट गर्ने पार्टहरु हो कस्टमरहरुसँग एकदम टच हुने यहाँहरुको डिपार्टमेन्ट इन्फर्मेसन फ्लो गर्ने र उताबाट चाहिँ कस्टमरको इश्युजहरुलाई पनि सल्भ गर्ने यो दुईटा डिपार्टमेन्ट मेरो लागि चाहिँ एकदम हाम्रो कुराहरु बाहिर ल्याइदिने डिपार्टमेन्टहरु हो के त्यसले गर्दा यहाँले जुन गर्नु भएको छ म चाहिँ यहाँलाई धन्यवाद पनि दिन चाहन्छु र वैशाख 7 गतेको यो पुनीत अवसरमा आज 1 गतेको दिन यहाँले अब यो सायद निकाल्नु पनि हुन्छ म हाम्रो वैशाख 7 गतेको उपलक्ष्यमा यो उसको प्लस हाम्रो समस्त ग्राहक वर्ग हाम्रो कर्मचारी साथीहरु हाम्रो नियमनकारी निकायहरु है हाम्रो सबै वर्गहरु ग्राहकज्यूहरु हाम्रो शेयरधनीज्यूहरु सम्पूर्ण चाहिँ स्टेक होल्डरहरु प्रति म एकदम नमन व्यक्त गर्न चाहन्छु मेरो सम्मान व्यक्त गर्न चाहन्छु इन्टायर परिवारको तर्फबाट मेरो सञ्चालक समितिको तर्फबाट म्यानेजमेन्टको तर्फबाट र मेरो इन्टायर बैंक परिवारको तर्फबाट यहाँलाई धेरै शुभकामना दिन चाहन्छु यो बैंकले हजुरहरुलाई अझै राम्रो सेवा दिनेछ नयाँ कुरा ल्याउनु छ हामी वैशाख 7 गते पनि केही नयाँ प्रोडक्टहरु लन्च गर्दैछौं त्यो वैशाख 7 गते नै हामी चाहिँ केही डिजिटल फ्रन्टमा फेरि केही चीजहरु लिएर आउँछौं हामी त्यो दिन ल्याउँछौं यहाँहरुको डिपार्टमेन्टबाट पनि हामी भिडियो पनि लन्च गर्छौं त्यो पनि गर्छौं प्लस डिजिटल फन्डमा पनि हामी 1-2 वटा प्रोडक्टहरु त्यो दिन लन्च गर्ने गरी हाम्रो कामहरु भइरहेको छ त्यो चाहिँ हामी वैशाख 7 गते नै गर्छौं थ्यांक यू सो मच सर हजुरको टाइम सो इम्पोर्टेन्ट टाइम दिइसक्यो अनि थ्यांक यू सो मच धेरै कुराहरु इन्फर्मेसनहरु पाए प्लस हजुरको पर्सनल भ्यू पनि जान्न पाए सो त्यसको लागि थ्यांक यू सो मच सर थ्यांक यू स्मृतिका एन्ड टिम यत्रो मेहनत यहाँले गर्नुभएको देखे मैले हाम्रो अफिसकै प्राङ्गणबाट हामी यो कार्यक्रम गर्दैछौं र यो पोडकास्ट अब यहाँले मबाट सुरुवात गरे पनि यसको निरन्तरता पनि होस् र चाहिँ हाम्रो कुराहरु हामीले क्रेडिटमा के गरिरहेछौं हामीले आईटीमा के गरिरहेछौं हामीले प्रदेशमा के गरिरहेछौं हामीले क्लस्टरमा के गरिरहेछौं हामीले दुर्गम ठाउँको ब्रान्चहरुमा के गरिरहेछौं हैन र हामीले अपरेसनमा के गरिरहेछौं हामीले इनोभेसनमा के हामीले आरएनडी मा के गरिरहेछौं यसमा इन्भल्भ भएको
चाहिँ हाम्रो चाहिँ समर्पित साथीहरू जो हुनुहुन्छ उहाँलाई यस्तै गरेर बोल्न मौका यहाँले दिनु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु र हाम्रो ब्याङ्कप्रति अझै बढी विश्वास चाहिँ बजारमा जानेछ भन्ने चाहिँ लाग्छ र यो सुरुवात गर्नुभएकोमा र चाहिँ यहाँलाई धन्यवाद दिँदै यहाँहरूको उत्तर प्रगतिको कामना गर्छु र ह्याप्पी न्यू इयर, ह्याप्पी एनिभर्सरी अफ सिटिजन्स ब्याङ्क। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू सर।